नमस्ते साथीहरू। के तपाईँलाई लाग्छ कि कसैलाई धोका दिएर पाएको सफलता सधैँ टिक्छ? आज हामी एउटा यस्तो बुद्ध कथा सुन्नेछौँ जहाँ एउटा फोहोरले पुरिएको पुरानो कचौराले दुई व्यापारीको भाग्य कसरी बदलिदियो। कि एकजना संसारकै सुखी मानिस बन्यो भने अर्कोले रिस र छटपटाहटमै आफ्नो ज्यान गुमाउनु पर्यो। यो इमान्दारी र लोभी बीचको निकै शक्तिशाली कथा हो। सेरिवाणिक जातक। धेरै समय पहिले सेरिवा राज्यमा दुईजना व्यापारी थिए। उनीहरू सहर सहर घुमेर तामा र घाँसका भाँडाकुँडाहरू बेच्ने गर्थे। एकजना इमान्दार व्यापारी जो कि बोधिसत्व थिए भने अर्को चाहिँ निकै धूर्त र लोभी व्यापारी थियो। एकपटक उनीहरू आन्द्रपुर नामको सहरमा व्यापार गर्न पुगे। उनीहरूले सहरलाई दुई भागमा बाँडेर आफ्नो सामानहरू बेच्न थाले। त्यही सहरमा एउटा यस्तो परिवार थियो जो कुनै समय निकै धनी थियो तर अहिले निकै गरिब भइसकेको थियो। घरमा एउटी वृद्ध हजुरआमा र उनकी नातिनी मात्र थिए। उनीहरूका पुर्खाहरूले प्रयोग गर्ने एउटा पुरानो कचौरा घरको कुनामा फोहोरले पुरिएर कालो भएर बसेको थियो। वास्तवमा त्यो ठोस सुनको कचौरा थियो तर वर्षौँदेखि कसैले सफा नगरेकाले उनीहरूलाई त्यो सामान्य भाँडा जस्तो मात्र लाग्थ्यो। सबैभन्दा पहिले त्यो लोभी व्यापारी त्यो घरको ढोकामा पुग्यो। नातिनीले हजुरआमालाई जिद्दी गर्न थालिन्। हजुरआमा, त्यो पुरानो कचौरा दिएर यो व्यापारीसँग एउटा नयाँ खेलौना साटौँ न। व्यापारीले कचौरा हातमा लियो। उनी अनुभवी थिए। कचौरामा सानो सियोले कोर्दा उनले थाहा पाइहाले कि यो त शुद्ध सुन पो हो। तर उनको मनमा पाप पलायो। उनले सोचे कि मैले यसलाई सुनको भने त धेरै पैसा दिनुपर्छ। बरु यसलाई काम नलाग्ने भनेर फालिदिएँ भने पछि सित्तैमा लैजान पाउँछु। उनले कचौरालाई भुइँमा पछार्दै भने, यस्तो फोहोरी भाँडाको त एक पैसा नि आउँदैन। र उनी त्यहाँबाट निस्किए। केही समयपछि बोधिसत्व त्यही बाटो हुँदै आए। घरमा व्यापारी आएको देखेर नातिनीले फेरि पनि हजुरआमालाई आग्रह गरिन् कि त्यस भाँडोलाई बेच्नलाई भन्नु न। हजुरआमाले पनि भनिन्, अघिको व्यापारीले त यसलाई फोहोरी भनेर फालिदियो। यो मान्छे त इमान्दार जस्तो देखिन्छ, हेर्न दिउँ न त। जब बोधिसत्वले कचौरा समाते उनले तुरुन्तै चिनिहाले कि यो त सुनको कचौरा हो भनेर। अनि भने, आम्मै, यो त सुनको कचौरा पो हो त। मेरो 500 मुद्रा र मेरो सबै सामान बेच्दा पनि यसको मूल्य त पुग्दैन। म तपाईँलाई धोका दिन सक्दिनँ। उनीहरूको खुसीको सीमा रहेन। बोधिसत्वले आफूसँग भएको सबै सामान र 500 मुद्रा उनीहरूलाई दिए र आफू फर्कनका लागि केवल 8 मुद्रा र एउटा छाता मात्र बाँकी राखे। केही बेरपछि लोभी व्यापारी फेरि त्यही घरमा दया देखाएर पुग्यो र भन्यो, लौ त्यो कचौरा देऊ, म तिमीलाई केही सानो खेलौना देऊँला। हजुरआमाले गर्जेर भनिन्, धोकेबाज, अघि इमान्दार व्यापारी आएर हामीलाई यसको वास्तविक मूल्य दिएर लगिसक्यो। यो सुन्ने बित्तिकै लोभी व्यापारी पागल जस्तै भयो। उसले आफ्नो सबै सामान बाटोमै फालिदियो र बोधिसत्वको पछि कुद्यो। ऊ नदीको किनारमा पुग्दा बोधिसत्व डुङ्गामा चढेर बीच नदीमा पुगिसकेका थिए। लोभी व्यापारीले चिच्याउँदै भन्यो, तँलाई पख। तर डुङ्गा अगाडि बढिरह्यो। रिस, जलन र लोभले गर्दा उसको मुटु फुट्यो र ऊ त्यहीँ बालुवामा ढल्यो। यस कथा भगवान बुद्धले आफ्नो समयमा आफ्ना एक भिक्षुलाई सुनाउनु भएको थियो। त्यति बेला श्रावस्तीको जेतवन बिहारमा एकजना यस्ता भिक्षु थिए जो साधना गर्दा गर्दै अल्छी भएका थिए र उनले प्रयास गर्न छाडेका थिए। ती भिक्षुले आफ्नो अनुशासन तोड्न लागेका थिए। तब बुद्धले ती भिक्षुलाई बोलाएर भन्नुभयो, भिक्षु, यदि तिमीले अहिले सत्यको मार्ग छोड्यौ भने तिमीले भविष्यमा ठुलो पश्चाताप गर्नेछौ। जसरी त्यो लोभी व्यापारीले सुनको कचौरा गुमाउँदा पश्चाताप गरेको थियो। भगवान बुद्धले यो कथा मार्फत
यस कुरा प्रष्ट पार्नुभयो कि त्यो लोभी व्यापारी अरू कोही नभएर बुद्धको शत्रु मानिने देवदत्त थियो अनि त्यो इमान्दारी व्यापारी त स्वयं भगवान बुद्ध नै हुनुहुन्थ्यो। यी कथाले ती भिक्षुलाई फेरि सही बाटोमा ल्याउन मद्दत गर्यो। साथीहरू, शेरीवाडी जातकले हामीलाई एउटै कुरा सिकाउँछ, इमान्दारी कहिल्यै खेर जाँदैन। अरूलाई ठगेर छिटो धनी बन्ने सोचले अन्ततः आफैलाई नै विनाश गर्छ। सत्यको बाटो हिँड्दा सुरुमा गाह्रो होला, तर अन्त्यमा जित त सधैँ सत्यकै हुन्छ। लोभले मानिसको विवेक मात्र होइन, जीवन नै समाप्त गरिदिन सक्छ। तपाईहरूलाई यो कथा कस्तो लाग्यो कमेन्टमा लेख्नुहोला। यस्तै प्रेरक बुद्ध कथाहरूको लागि हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। नमो बुद्धाय।